ओ गाइस फेरि स्वागत छ हजुरलाई मेरो ब्लगमा। आज चाहिँ हाम्रो घरमा पूजा हो। अब 16 दिन पूजा हुन्छ नि त हैन गाइस, त्यही भएर आज पूजा हो। अनि म चाहिँ उठिसकेँ गाइस। पानी पर्न लाग्छ गाइस, पूजा गर्ने भनेको पानी पर्यो हो। अब के हुन्छ थाहा छैन। म चाहिँ अलि पूजा भइसक्यो, पूजा हुँदैछ है। मिलन पानी लिन्छ गरे पुदेर आरे गर्ने उठ्या छ पूजा यहाँ हुन्छ त घरमा चाहिँ पूजा सक्यो। अब त हाम्रो घरमा पूजा भयो, पूजा भएर घाँससास खाएर पनि भयो होइन। यहाँ खाँदै हुनुहुन्छ होइन, खाँदै हुनुहुन्छ भिडियो के कसैले पनि भिडियो भ्लग होइन गाइस। भ्लग भनेपछि भ्लग केरा खानु पर्यो क्या गाइस, कसैले न स्वाटै केरा खानु पर्यो क्या। कहाँ सुप्रिम पुजो यसरी हो फुक्ने, यसरी खाने है सुप्रिम। खास पूजा यहाँ नपर्ने गाइस, यहाँ भयो होइन, यहाँ भयो के अरे यहाँ चाहिँ हाम्रो न गाइस, त्यो फाँट हान्यो गोठो यो। मैले त केरा खाएर भइसकेँ होइन, केरा खाएर भइसक्यो गाइस। हेलो चाहिँ हामी पर्छ हिँडेको किन मन हामी चाहिँ अहिले पर्छ हिँड्छौँ। कपिल मन्दिर गएको छु अरे बर 2 सेकेन्डमा पुग्छ क्या। यहाँ चाहिँ बाटो बनिरहेछ, बाटो मतलब पहिरो गएको। सबैलाई होइन मन्दिरमा पनि आइसक्यो। लास्ट हो गया भ्यूज। कैसा कपिल व्रत जाने भइसक्यो व्रत जाने बाटो होइन। केही दिन अगाडि हाम्रो गाउँमा गाई अजिङ्गर आएको थियो, त्यसको भिडियो चाहिँ मैले बनाएन, फोटो नि खिचेन क्या, मलै जाएन कि लगा चाहिँ ढुक्क भिडियो बनाउँदै होइन। यसो बच्चाहरूको खेतहरू पनि हेरौँ कस्तो छ कस्तो छैन हो कि नै। अब यसले कपाल किन काटेन होला भन्नु र सोच्नु भए होला होइन। मैले चाहिँ अहिले कपाल काट्नु हुँदैन, असोजको महिनाभरि र भदौको महिनाभरि होइन, भदौको महिनाभरि पनि काट्नु हुँदैन। म चाहिँ लगभग आधी बाटो हिँडिसकेको छु है, आधी बाटो सकेको छु। त कपिल मतिर होइन यस्तो बाटो अन्त जिप ट्र्याक्टरहरू आउँछन्, बाइक त्यस्ता अरू के आउँछन्। मेरो अनुहार देखेको छैन त्यही भएर त्यही छ
म चाहिँ बर्चर आइसकेँ बर्चरको हाम्रो बारीमा आएँ गाइस। आज हाम्रो श्राद्ध छ भने गएको थियो नि त, हाम्रो बारीमा आइसकेँ। यो चाहिँ हाम्रो बेलौती। धेरै दिन भएको थियो म नआएको घर, धेरै दिन होइन, धेरै दिन भएको थियो नआएको। यत्रो कहिले पनि कतिवटा होइन त्यो छ। हजुर डुलेको यतै मैले भिडियो बनाएको। यस्तो छ गाइस, खेतहरू हुन सकिन्छ होइन। के हो त्यो मलाई थाहा भएन। बाबु यत्र कति जानुभएको छैन। मेरो घुँडासम्म थियो पहिला, अहिले त मेरो यस्तो कन्न आइसक्यो। चाहिँ घर जानु पर्यो। यो छ नि सानो हो, यो चाहिँ हाम्रो अब माथिको अलि ठुलो हो, यत्रो माथिको। यो चाहिँ हाम्रो होइन, यो चाहिँ हाम्रो हो। हामीले खेत रोपेको पनि देखाएन, अब काटेको देखाउँछौँ नि त हामीले। काटेको होइन, काटेको देखाउँछौँ। अब चाहिँ म फर्किनु लगाएको होइन। भैँसीहरू छन् होइन। ल यहाँ चाहिँ यस्तरी यहाँ बर्चरको लुक छ। यहाँ चाहिँ कोडो पकाएर दिन्छ गाइस। कोडो पकाएर दिन्छन् भनेको। अनि यहाँ जम्मै मजा। अनि यहाँ देप्ची चाहिँ छैन। अनि वहाँ छ देप्ची, त्यहाँ है देप्ची। नहाले पनि खा होइन ल बा जाम घर। अब के डुल्लियो अनि यस्तो छ। चाहिँ यताबाट बाघ जान सक्छ है गाइस। त्यही भएर यहाँ यस्तो छ, बाघ जान सक्छ। तर सतर्क रहनु होला गाइस। उतो चाहिँ यस्तो बाँदर त बन्दुक अहिले चाहिँ हिँडिसक्यो होइन। म यतै आउँछु भन्ने तँलाई थाहा थियो? कसरी थाहा पाइस्? कसरी थाहा? ठुलो मम्मीलाई सोधेको नि त। ठुलो मम्मीले के भने? के भन्छ अरे बर्चरतिर जानु भएको छ भने। कहाँदेखि चाहिँ त्यसले खै हजुरले बर्चरतिर जान्छु भन्नुभएको थियो अरे। कहाँ भन्नुभएको थियो घरे हो के? त्यता अजिङ गएको थियो नि। कहाँ? उता माथि ठुलो थियो हेरेको। कस्तो खान खोज्दो रहेछ? खै यसो चलेको पनि थिएन, बसेको मात्रै। केही गर्दो रहेछ। ढुङ्गाले हानेको थियो, अलिअलि चलेछ। कसले हालेको नि? खै अब मान्छेले यहाँ मगरमा थियो नि त। मगर मान्छेहरू मगर केटाहरू आएको थिए ढुङ्गाले हाने। यहाँ आऊ बेलुकी आएको कसैले नटिपे हुन्थ्यो के? कसका कसले हाँगा काटिदिएको हेर्नु न। किन थाहा हुन्? कसले भनेर थाहा पाइस्? मलाई मुन्छे छन् नि त। हाम्रो भन्ने त्यो साथ अनि पहिले थाहा भएको नत्र म यहाँ आउँथेँ। कसरी आउँछ यस्तो पाकेको झन् होइन छैन नि यार। कतिलाई अझै 5-6 दिनमा आउने हो नि पाक्छन् बल्ल। हरेर खान् त्यहाँको पो छ त मिठो। कहाँ जाम न? जाम कहाँ? अब घर जाम। कति मिठो हुन्छ। बाटो चाहिँ यस्तै छ। कसले काट्नु? हिम भाउजूहरूले।
मेरो चाहिँ ठुलो भा होइन कति खुरान भएको त्यो एउटा चाहिँ बेलौटी भन्छ चाहिँ मन्दिरमा पुग्न लाग्यो मन्दिरमा पुग्न लाग्यो मलाई कोनाको भलाको क्या भला युट्युबमा राख्ने क्या अनि होइन मन्दिरमा आइपुग्यो अनि महावीर श्री सार्वजनिक महावीर हो क्या अनि हाम्रो चाहिँ 2 है होइन अब त्यो चाहिँ मिलन मेरो दाइ गाइस अहिले चाहिँ हामी अमृतको घर हिँडेर छौँ तिमीको कपिङ छैन बेलौटी खानु बेलौटी टप्पाउनु भन्नु भएन यस्तो गरेर हेर्नु स्काई यस्तो गरेर उडिकी हाल्नुपर्छ खै कहाँ थियो अमृत दिसभरि यहाँ चाहिँ बेलौटी के उडेको गुठा गएको थियो ठुलो हो त्यही बस्नु यस्तो बाटो छ समीर ए समीर मेरो चाहिँ 12 सब्सक्राइबर पुग्यो गाइस 12 सब्सक्राइबर अमृत सब्सक्राइबर फाइनली म चाहिँ बचाउबाट आइसकेँ गाइस चाहिँ म त दुल दिन आएको घरबाट हिँड्छु भनेर थाहा थिएन होइन गाइस अमृतले पंखा हालेर आएछ होइन अमृत होइन अब यहाँबाट हजुरहरूलाई घर गएको देखाउनु न डाइरेक्ट म घर पुगेँ भन्छु आफ्नै घर पुगेपछि भन्छु है ल होइन गाइस अब मैले युट्युबमा होइन विराट कोहलीको फ्यान हुनु त म त्यही भएर विराट कोहलीको पनि राख्छु हेर्दै गर्नु होला सर्ट भिडियो पनि आउँछ हेर्दै गर्नु होला धेरै सपोर्ट गर्नु होला होइन अमृत मेरो चाहिँ बल्ल 12 सब्सक्राइबर हो गाइस 1 महिना पनि भएन मैले आइडी खोलेको सुरु गरेको राम्रोसँग 25 दिन पनि भएन अहिले चाहिँ हामी घर पुगिसक्यौँ होइन ठुलो बाबा बल्ल हिँड्नु भएको होइन घर म फेरि 2 दिन आउनुपर्छ भन्नु बसेको गरेर मलाई सुत्दा यस्तो रातिसम्म यहाँ बसालेको मैले जानेको केटोले हाम्रो घरको सबै कान्छो त्यत्रो बेरसम्म मलाई घर नगएर बिचल्ली बनायो कहाँ बिचल्ली बनाउनु त्यही बोल्ने कि हो बिचल्ली भएर म यत्रो बेरसम्म बस्नमा परेँ हो ल अब चाहिँ हामी घर भेट्छौँ हामी चाहिँ पुगिसक्यौँ गाइस होइन पुगिसक्यौँ हामी चाहिँ घर पुगिसक्यौँ होइन अनि म लिएर आइने घर अनि म लिएर आएपछि भयो के होइन अब चाहिँ हजुरहरू सुत्नु होला खाना खाएर अब सुत्न लाग्यो भेटौँला नेक्स्ट भिडियोमा होइन